ल भाउजू तिम्रो भागमा कति ल्याउँ त मासु 3 किलो 4 किलो 2 पाउ राख्न 2 पाउ के मेरो त दाँतेमा अड्केर सकिन्छ खानु परेन कसले चबाउनु भने त दाँतमा अड्किनलाई तैँले पैसा तिर्ने हो र जानी भर्न बोल्ने 3 किलो ल्याइदिनु ल 3 किलो परा छैन भ्यारेले पैसा तिर्ने हो र बाटो भर्न बोल त्यहाँ 2 पाउ लेख्नुस् के कुरा गरे भाउजू तिमीले अब घरमै खसी काटेपछि जम्मा 2 पाउ मासु कति खान्छौ सन्देशी लामी छाने भन्नेले त 4 किलो लेखा छ यहाँ 3 किलो अर्को ल हेर्नुस् थोरै लेख्नु त कोही पनि छैन 3 किलो ल्याउनु ल थोर्नु पर्छ क्या मजाले ज्यान थोरै यस्तो परा छैन 2 पाउ लेख्नुस् सन्देश भन्ने त पैसा पनि त म नखान्छ म खान्छु यहाँ खुर्पन के चट्टी के झारे के 2 पाउ लेख्ने अरे मासु अब कति खान्छौ 2 पाउ ए 2 लात हान्छु अनि त्यहाँबाट त काहीँ चाहिँ ग्राहक खोज्न नसकेर यहाँ मेरो घरमा मासु भिडाउन आएको त गए हामी मासु खाँदैनौँ हामी शाकाहारी जसले मासु छोड्यो त्यसले रोग छोड्यो मासु भनेको रोगको भारी हो यति कुरा थाहा छैन त गए आफ्नै घर खसी काटेर मासु 2 पाउ खान्छौ खाँदैन त शाकाहारीले मासु खान्छ ल अब भाउजू मासु नल्याएदेखि माथि आउनु तिम्रै घर ल्याउँदैन होला आधी पाउ पनि हुन्छ हुँदैन बुढा मासु बेचेर पैसा कमाउने हो नि दसैँ पछाडि बल्ल बल्ल मासु खान पाएन जस्तो भएको थियो तैँले गरेर त भन्छ झगडा गरेर गरेर कुरा बुझ्नु छैन अब मासुको काम नै हामीले गर्ने भएपछि 1.5 किलो मासु त त्यतिकै नाफा गरिन्छ नि त्यो त अलिकति प्र्याक्टिस चाहियो नि त अनि देखिस् अब म त्यहाँ चौरा अहिले मासु भाग लगाइरहेको हुन्छु होइन अनि बान्द्रे आइज बान्द्रे आएर चाहिँ भिनाजु के छ हालखबर कति किलोको खसी भनेर सोध होइन अनि म चाहिँ त भाते गर्दा के खान आएको नि भनेर ढुङ्गाले प्वाक्क हिर्का जस्तो गरेर मासुको डल्लाले प्वाट्टा हान्छु कि अनि त चाहिँ त्यो मासु टिप्दै खल्तीमा हाल्दै गर्ने फेरि हिर्काउँछु फेरि टिप्नु फेरि हिर्काउँछु फेरि टिप्नु होइन कहिले कलेजो आउँछ कहिले फोक्सो आउँछ कहिले के आउँछ होइन अनि त्यसपछि सबै जम्मा गरेर घरमा ल्याउने 2-3 छाक त्यतिकै हुन्छ हुन्छ झोल हाल्नुपर्छ हुन्छ तर भिनाजु मासुले प्वाक्क हाने भन् ठानेर अर्को हातको खुकुरीले प्वाक्क हाने भने चाहिँ म के गर्ने नि त्यस्तो हुँदैन पखा त ए ल खान पाइने हो त्यही खाना चाहिँ टिरिक जिन्दगी ल के सक्या खसी किनिसक्यो कति पर्यो 25,000 भन्दै हुनुहुन्थ्यो मेरो मुख हेरेर 10,000 मा दिए अरे मुख हेरेर 10,000 मा महँगो भयो 15,000 घटाइसक्यो घरले दाइले योभन्दा ठुलो खसीलाई उहाँ 8,000 मा दिइरहेछ 8,000 मै म कुरो फाइनल गरेर आइरहेको छु पैसा फिर्ता 2,000 त फिर्तै गर्नुपर्ने भयो फिर्ता हुँदैन फोहोरबाट फुकाएर ल्याइसकेपछि अब फिर्ता हुँदैन फिर्ता हुँदैन फिर्ता हुँदैन अरे एकचोटि बाहिर ल्याइसकेपछि भित्र जाँदैन बाहिर आएपछि भित्र जाँदैन बेच्न भने ल्याइसके मा फेरि फिर्ता लान्छु म यहीँबाट भित्र लानु के गाह्रो फिर्ता लान मिल्दैन अरे फिर्ता लान मिल्दैन भने बाहिर छोड्यौ नि त म के खान्छ फुलको पैसा ल्याउनु हुँदैन पैसा माग उहाँ पैसा देऊ हे तेरी झन् यति सस्तोमा मिलाएर दिँदा फेरि पैसा सस्तै छ लिएर घरि दाइले भन्दा ठुलो खसीलाई उहाँ 8,000 मा दिइरहेछ उहाँ कुरो फाइनल गरिसक्यो